चाहिँ अब स्ट्यान्डफोर्डभित्र छिर्दैछौँ होइन। अब स्ट्यान्डफोर्डको हेर्नुपर्ने भनेको चाहिँ अब फर्स्ट मेन कलेज छिर्नु पऱ्यो पहिला। हामी मेन कलेजतिर जाँदैछौँ, इन्ट्री गेटतिर होइन। इन्ट्री गेट हेर्नु अब कस्तो छ तपाईँहरूले भ्यू हेर्नु होइन, रमाइलो छ। गाडी त्यसपछि अब हामी चाहिँ स्ट्यान्डफोर्ड आइसक्यो होइन। कस्तो लागिरहेछ जेनस? खतरा नि। खतरा लाग्यो। ब्रकली कलेज खतरा कि यो? अब आउनु त यहाँ थियो मन, तर अब जाँदैछु त के गर्ने। तर दुइटै कम्पिटेटिभ हो, राम्रो छ, रमाइलो छ। अब यो चारैतिर अब अलिकति परीहरू पनि छन् होइन, देखाउन मिल्दैन परीहरूलाई चाहिँ। हामीले अब अलिकति उतातिर जाउँ न, रुखको छायातिर। ल अब हामी चाहिँ छिर्दैछौँ स्ट्यान्डफोर्ड कलेजभित्र होइन। अनि कस्तो राम्रो आएको छ नि होइन? दामी आएको छ। यस्तो सन आजको दिन पनि कति राम्रो छ। आज सनी डे छ होइन। यस्तो क्यामेरामा केही इफेक्ट युज गर्नै पर्यो होइन। सबैजना यहाँ दुईजनै कस्तो गोरो देखाइदिएको होइन, कालो मान्छे पनि गोरो देखाइदिएको नि। अलिकति यहाँ चाहिँ अब समर लाग्यो भएर अलिकति गार्डन छ होइन, गार्डनको तपाईँहरू यसो भ्यू हेर्नु न। कलेज चाहिँ यही नै हो होइन। दाइ यो यहाँ चाहिँ खिचिदिनु मेरो, यहाँ चाहिँ दामी छ। 22-23 घन्टा ट्राभल गरेर पनि इनर्जी चाहिँ छ है। राख्नु परेन त एनर्जी, पेटोमा इनर्जी चाहिँ छ है, नत्र त ऊ जस्तो जस्तो मान्छे ढलिसक्थ्यो होइन। 22-23 घन्टा गरेर पनि इनर्जी छ। यत्तिकै इनर्जी चाहिँ हुनुपर्छ। यत्तिकै इनर्जी भयो भने चाहिँ गरिखान सकिन्छ। कलेज चाहिँ हो है। मेरो पनि उसले खिचे जस्तो खिच्नु है। कसले? उसले खिचे जस्तो। सरी। ल अब हामी इन्ट्री गर्दैछौँ स्ट्यान्डफोर्ड होइन कलेज। यस्तो छ है। एउटा फोटो त यहाँ हाल्नु पनि जस्तो रहेछ है। फोटो कलेजको भ्यू बाहिरको यही हो। ल हामी कलेजभित्र हामी छिर्यौँ। कस्तो लागिरहेछ जेनस? मलाई त कस्तो दामी लागेको छ। तिम्रो यो के ड्रिम कलेज हो क्या? हो है। जो ड्रिम कलेजमा घुम्न आउँदा कस्तो लागिरहेछ? अब घुम्न त घुमिसक्यो होइन, देखाउने चिज पनि देखाइसक्यो हामीले। तर एउटा चिज अझै बचिरहेको रहेछ, यता देखाउ त। हेर त यहाँ म त्यहाँभित्र जान्छु है। के छ त यो? भेटघाट। यहाँ आएपछि हामीलाई छुट्टै पावर जस्तो फिल हुँदो रहेछ कि होइन। यो एरियाभित्र आएपछि अलिकति छुट्टै केही छ जस्तो छ है यो एरियामा। यहाँ आउने बित्तिकै अलिकति केही फरक आफूलाई मानिन्छ होइन। यहाँ लेखेको छ उहाँको नाम चाहिँ अब यसमा लेखिरहेको छ सबैको को हो भनेर होइन। यो त हामीसित टाइम छैन, टाइम छैन। आफ्नो आफ्नो तालमा छन् यिनीहरू सबैजना। कोही के गर्दैछन्, कोही के गर्दैछन् होइन। अनि हाम्रो अर्को तालमा उहाँ पनि हुनुहुन्छ।
कोही केही गर्दै ल हेर्नु सायद यो रेकर्ड त गरियो होइन तर भोइसै अब रेकर्ड नभएर रहेछ होइन त्यही भएर अब भोइस ओभर गर्दैछु अब के गर्नु अब यति राम्रो भिडियो छ फाल्न पनि लोभ लाग्यो होइन अब त्यही भएर भोइस ओभर गरेर गरिदिउँ न त अब जेनसले के भन्दैछन् भन्ने बुझ्न सकेको छैन मैले अन्दाजमा बोलिरहेको छु होइन अब हेरौँ अब फोटोसोटो खिच्दैछन् के गरेर अब त्यहाँनिर के बोल्यो भन्ने थाहा छैन अब यस्तो दामी सिन छ हेर्नु त्यो टावर तर गर्मी चाहिँ एकदमै गर्मी थियो त्यही पनि अब गइयो घुम्यो स्ट्यान्डफोर्ड पनि म पनि फर्स्ट टाइमै छिरेँ त्यहाँ यस रमाइलो छ हरियाली छ होइन के बोल्यो भन्ने त्यहाँ चाहिँ हामीले अब अहिले याद छैन तर अब मैले चाहिँ अब भिडियो हालौँ भनेर मात्र हाल्न खोजेको अब भोइस ओभर गरेर अब भिडियो हेर्नु न अब भोइस भन्दा पनि भिडियो हेर्नु अब मैले के गरेको चस्मा मिलाइरहेको छु होइन बोल्नु त बोलिरहेको छु के बोली त्यो चाहिँ थाहा छैन अब हामी यता छिर्दियो है ल अब फेरि अब सायद हामी बाहिर निस्किन्ला जस्तो लाग्यो होइन अब अघि नै अब हामी पसेको अब निस्किन्ला जस्तो लाग्यो अहिले भिडियो हेरेर चाहिँ अब के बोल्यो भने थाहा छैन है त्यत्तिकै मैले चाहिँ अलिकति ऱ्यान्डमली बोलिदिरहेको छु अब सायद हामी बाहिरै निस्किन्ला जस्तो छ अब क्यामेरा पनि मैले आफ्नै फेसतिरमा देखाइरहेको छु थाहा छैन के हो कस्तो हो के बोले होइन त्यही पनि बोलिदेऊ न त भनेर बोलिदिएँ अनि अब जिनसले के भने अब त्यहाँ मलाई थाहा छैन अब बोल्न त बोलिरहेछ हामी अब एकछिन अगाडि अब एकछिनको अगाडिको भिडियोमा फेरि कलेजभित्र नै एकदमै स्विमिङ पनि के भन्ने र एउटा त्यो पानीको फोहरामा पुरा एकदम डिस्को गाना बजेर स्टुडेन्टहरू रमाइरहेको थिए ड्रिङ्क्स गर्दै रमाउँदै गरिरहेको थिएँ अब कस्तो राम्रो आवाज चाहिँ मैले के बोल्यो भने त थाहा छैन त्यही पनि भोइस ओभरले अलिकति मेकअप गरिरहेको छु अब के भने अब जेनसले होइन अब के थाहा अब के भने अब बोल्नु त बोलिरहेछौँ हामी के बोल्यौँ भनेर म अहिले यहाँ कन्फ्युज भइरहेको छु अब हामी सायद त्यहाँ नुहाइरहेको स्टुडेन्ट देखेर हामी अलिकति त्यही सम्बन्ध बोलिरहेको जस्तो छ नित्यको के सामान आयो अब जेनसले खोल्दैछन् होइन अब यसको अजाले के पठाइदिनु भएको छ है नित्यको लागि है तर तितुराहरू त छुर्पीहरू त आएन नि ल साथी हो अब चाहिँ हामी अब सबै काम भ्याइयो होइन बच्चाहरू पिकअप गर्नेदेखि लिएर सबै काम भ्याइयो अब गर्मी सुरु भयो होइन आज कति छ भनिदिनुहोस् त ओ सर हजुर आज कति छ आज 90 रहेछ नि आज 90 छ होइन 91 हुने रहेछ 90 भएपछि त अब कहाँ जानुपर्छ तपाईँलाई थाहै छ अब त्यही हो होइन खास जानुपर्ने त हामी भोलि हो हाम्रो रुटिन अनुसार चाहिँ सटरडे नै हामी जाने गरिरहेको छ तर आज चाहिँ हामी रुल्स तोडेर फ्राइडे पनि हान्देऊ न त भनेर होइन जाँदैछौँ वेदरले आज अलिक च्यालेन्ज पनि दिइरहेछ अनि अब गइदियो साथी यस्तो गर्मी हेर्नु यस्तो घाम यहाँ पानी फेरि अब जस्तो भयो त्यस्तै फेरि अलिक खानु न उहाँ सरले फिजी चाहिँ अब अलिक क्वालिटीमा चाहिँ राम्रै गरिदिन्छ पानीमा हुन त पानी नै हो होइन ट्याप वाटर हुन्छ तर यो चाहिँ फिजीको राम्रै ब्रान्ड हो होइन अब
खाइदेऊ न त भन्ने टाइपको। तर यो किन होला टोपी चाहिँ हाम्रो बाङ्गो देखिने कि है क्यामेरामा यताबाट यता यतै गयो। ए ल साथी अब चाहिँ जानु पर्यो होइन। अब स्विमिङ गर्न कस्तो म मोटो देखिरहेको छु होइन। अलिकति यो सनस्क्रिन लाएर चाहिँ सेतो भएको थियो होइन। नलाम भने पनि अब यस्तो गर्मी छ पुरै छोडिदिनुहोस्। कालो मान्छे यस्तो गोरो देखाइरहेको छ घामले। गोरो त गोरो के गोरो हो नि अरे यो जलेको फेस यस्तै हो होइन। तर हाम्रो आजको नयाँ गेस्ट भनौँ न अब फर्स्ट टाइम अमेरिका होइन, त्यही पनि क्यालिफोर्नियामा, त्यही माथि झन् समरमा, त्यही माथि यस्तो गर्मी सबै चिज आज एकै दिनमा यिनले सबै भोगे होइन। एकदमै ओहो दाइ एकदमै गर्मी हुँदो रहेछ यहाँ भने। तर मैले पनि उनलाई यो त तिमी अलिकति हामी चाहिँ पैदल हिँड्ने भएर अलिकति गर्मी भयो होइन, नत्र त्यस्तो गर्मी हुँदैन। अब ब्रोकली अब ठाउँमा हो भने उन जन्लाको चाहिँ ब्रोकलीमा चाहिँ अब अलिकति वेदर यहाँको भन्दा केही नै 10-15 डिग्री हिँड्नुबाट त्यस्तै फरक हुन्छ कि अलिकति कुलै हुन्छ नि होइन। ब्रोकलीमा पनि हावा हुन्छ नि त्यहाँ तपाईँको पेसिफिकली छुन्छ नि त होइन, छ नि त बेमै पर्छ। अनि त्यहाँ पनि अब रमाइलो हुन्छ। अब सायद हामी भोलि पर्सितिर जान्छौँ ब्रोकलीतिर पनि। अब के छ त केही भन्नु छ अब के छ फर्स्ट दिन होइन, अब कस्तो अनुभव भइरहेछ। अब सोचे जस्तो छ कि अब हुन त अब पहिलो दिनमै के अब थाहा हुँदैन होइन। अब जहिले हामीले त अब सेफ अब मुभीहरूमा त देखिरहेको हो होइन। अब मलाई चाहिँ यिनले आउने बित्तिकै मलाई के भने दाइ कस्तो उज्यालो भने होइन, कस्तो उज्यालो भने। अनि मैले चाहिँ त्यो अलिकति मैले त्यस्तो फिल गरेको थिएन जब यिनले भने मलाई आजको दिनै उज्यालो लागिरहेछ। किनकि त्यो भनेपछि यस्तो लाइट बढी छ कि होइन, अलिकति फिल्टर हाले जस्तो एकदमै जस रमाइलो छ। अब स्विमिङ जान्छौँ। अब स्विमिङ गएर अब यसो कुलडाउन भएर धेरै होइन हामी 1-1.5 घन्टा जति स्विमिङ गरेपछि अनि फेरि साँझको अलिकति अब रमझम गर्न परिहाल्यो नि, परेन पऱ्यो नि होइन। अनि त्यसपछि अब साँझ अब हाम्रो सरलाई अलिकति झ्याप पार्नु मन छ मलाई आज चाहिँ होइन। अब लेसे के हुन्छ अब साँझै थाहा हुन्छ। फेरि अब प्लान चाहिँ हाम्रो एकैछिनमा यति छिटो बन्छ कि अब सबै चिजहरू एकदमै छिटो बन्छ। ल अब हामी यहाँ पुलमा पनि आइसक्यौँ। अब गाडी पार्क गरेर देखाउँछु नि त भित्र गइसकेपछि। ओके बाई। ल अब हामी पुलमा पनि आइसक्यो होइन। अब स्विमिङ गर्ने स्विमिङ कतिको आउँछ जेनसलाई? मलाई ब्याकमा त आउँछ होइन भन्नाले तिमी ब्याक फ्लोटमा त आउँछ। डुब्दैनौ नि? 8 फिट होइन 3 फिटदेखि सुरु छ। हामी सेफ छौँ भन्नाले हामी सेफ छौँ। म डुबे पनि बचाउँछु होइन। हामीले सरको अब जिम देखिन्छ है, अब जिम गरेको बढी देखिन्छ ल खतरा छ है मार्क्स चाहिँ नेपालबाट ल्याएको छ नि। यहाँ फेरि अर्को सरी मैले बिस्कुटको हिरा भेटाएँ। ओहो यो त डेन्जर सिसा हो होइन सिसा हो प्लास्टिक हो सिसा जस्तो लाग्छ। सिसा हो खै यहाँ देखाउँ त भिडियोमा यो भेटेको होइन डायमन्ड हो कि के हो यो अलि पछि चेक गर्नुपर्छ।
प्लस साथी होइन नुहाएर पनि सक्यो। अब एकछिन रेस्ट गरेर अनि जानुपर्ने हुन्छ घरतिर। म जेनस त जिममा गएको थिएँ, जिम गर्ने रे। जेनसले दाइ जिम गर्ने। मौरीले टोक्यो नि साथी हो, झ्याप्पै मौरीले टोक्यो नि होइन बड्डा? मौरीले झ्याप्पै टोक्यो नि। अब हाम्रो लोकल कुखुरा कटिङ हुँदैछ। हामीले दुइटा लिएर आएको छौँ लोकल कुखुरा, एउटा यहाँ छ अर्को यता छ लोकल कुखुरा। आज लोकल कुखुराको होइन झोल। त्यसपछि हाम्रो अर्को सङ्ग आउँदैछ। त्यो सङ्ग अब सबैलाई अहिले चलिरहेको होइन। आकाशको जोडी जस्तै मलाई अब साथी अलिकति
रमझम पनि भइरहेछ होइन। अब जेनस आएको, जेनसले पनि अब त्यस्तो नखाँदो रहेछ होइन। खान त खाने तर त्यति साह्रो नखाने, 2-4वटा मात्रै। त्यही भएर अब खाना खाने टाइम भयो होइन। खाना खाउँ त्यसपछि अनि अब जानुपर्छ पान खान। त्यसपछि एकछिनमा हामी पान खान जान्छ होइन। अगाडि ट्याक्कै नेपालको जस्तै पानको ढेब्ली त छैन, तर अलिकति बुझ्नु न कुरो मिलाएर होइन। ल त्यसपछि